नेपालबाट अस्ट्रेलिया आउने हरेकको आफ्नै सङ्घर्ष अनुभव र सिकाइ हुन्छ। यही अनुभवहरू बाँड्ने, नयाँ कुरा सिक्ने र जानकारी आदान-प्रदान गर्ने एउटा राम्रो प्लेटफर्म किन नबनाउने। त्यसैले आज म नयाँ जानकारी, अनुभव र उपयोगी सुझावको लागि उपस्थित भएको छु। अब मिलेर सिकौँ र अघि बढौँ। हेलो एभ्रिवान, अस्ट्रेलियामा नेपालीहरू यति धेरै हुनुहुन्छ। त्यसैले मैले आज विशेष गरी फ्युल स्टेसनमा पाइने विभिन्न किसिमका पेट्रोल र डिजलको बारेमा कुरा गर्न मन लागेको छ। खास गरी अस्ट्रेलियामा विभिन्न इन्धनका स्रोतहरू हामी देख्न सक्छौँ। विशेष गरी पेट्रोलमा E10, 91, 95, 98 र डिजल हामी देख्न सक्छौँ। अब कुरा गरौँ E10 अर्थात् इथानोल 10 को बारेमा। E10 भनेको पेट्रोलियम 10% इथानोल मिश्रित इन्धन हो। यसले वातावरणलाई कम प्रदूषण पुर्याउन मद्दत पुर्याउँछ र इन्धनको लागत पनि सस्तो पर्न सक्छ। E10 सबै प्रकारका गाडीमा प्रयोग गर्न सकिन्छ यदि गाडी निर्माताद्वारा अनुमति दिएको छ भने। अब लागौँ 91 अनलिमिटेड 91 तर्फ। 91 भनेको सामान्य पेट्रोल हो जुन 91 अक्टेन रेटिङ भएको हुन्छ। यो सामान्यतः पुरानो गाडी र साधारण इन्जिन भएका गाडीमा प्रयोग गर्न सकिन्छ र अपेक्षाकृत सस्तो पनि हुने गर्दछ। अब कुरा गरौँ 95 प्रिमियम अनलिमिटेडको बारेमा। 95 भनेको उच्च गुणस्तरको पेट्रोल हो जुन 95 अक्टेन रेटिङको हुन्छ। यो प्रकारको इन्धन उच्च प्रदर्शन चाहिने गाडीमा प्रयोग गर्न सिफारिस गरिन्छ। यदि तपाईँको गाडीमा इन्जिन उच्च अक्टेनको इन्धनको लागि डिजाइन गरेको छ भने गाडीको इन्जिनको जीवन र प्रदर्शनलाई सुधार गर्न सकिन्छ। त्यसैगरी 98 प्रिमियम अनलिमिटेड एकदमै उच्च गुणस्तरको हो जसले अक्टेन रेटिङ 98 हुन्छ र यो प्रकारको इन्धन उच्च कार्य प्रदर्शन गाडीहरूको लागि उपयुक्त हुन्छ जसले अर्बन वा स्पिडी ड्राइभिङको समयमा अधिकतम शक्ति र इफिसियन्सी चाहिन्छ। हामी सबैलाई थाहा नै छ डिजेल भनेको डिजेल इन्जिन भएको गाडीहरूमा प्रयोग गरिन्छ। यो चाहिँ हामीले विशेष गरी लामो दूरीको यात्रा गर्न पर्दाखेरिको अवस्थामा र सँगसँगै भारी गाडीहरूको लागि डिजेल इन्जिन प्रयोग गरिन्छ र यसको बढी प्रदूषण चाहिँ यसले उत्पादन गर्न सक्छ, तर भने यसको इफिसियन्सी भने त्यति नराम्रो हुँदैन, प्रभावकारी नै हुन्छ। र अन्त्यमा भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। नमस्कार।